हामीसँग स्वेटरहरू बुनेर रहेका टुक्रा टुक्री धागाबाट पनि राम्रो राम्रो हेयर बेल्टहरू बनाउन सकिन्छ। त्यसैले आफूसँग भएको त्यो साना टुक्राहरू जस बिग्रेर जान्छ अथवा फ्याँक्नु पर्ने हुन्छ, त्यसबाट पनि हामीले नयाँ नयाँ डिजाइनका हेयर बेल्टहरू बनाएर चाहिँ नानीहरूलाई लगाइदिन सकिन्छ। अनि आफ्नै हातले बनाएको अर्कै आनन्द आउँछ, किनेको भन्दा रमाइलो हुन्छ। अनि त्यस्तै साना बच्चाहरूलाई टोपी, ठुलो मान्छेहरूलाई पनि टोपी, विभिन्न स्टाइलका टोपीहरू बनाउन पनि सकिन्छ। समयको सदुपयोग पनि भयो, आफ्नो सिपको पनि संरक्षण भयो। नेपाली कला र सिपलाई सधैँ संरक्षण गरौँ भन्दै आज एउटा सानो भिडियो बनाएकी छु। सबैजनाले हेरिदिनुहोला, सल्लाह सुझावहरू दिनुहोला। अनि एउटा मेरो सानो च्यानल छ, भर्खर जन्मिएको च्यानल, त्यसलाई पनि सब्सक्राइब गरिदिनु होला भन्ने विनम्र अनुरोध गर्दै सम्पूर्ण साथीहरूलाई अब आउँदै गरेको नयाँ वर्षको धेरै धेरै शुभकामना सहित मेरो यो सानो कलाको यसो संरक्षण गरिदिनु हुन हार्दिक अनुरोध गर्दैछु। सबैजनाहरूलाई धन्यवाद। यसले गर्दाखेरि अलिकति आफूलाई टाउको दुख्ने रोगबाट पनि वञ्चित हुँदो रहेछ यो हेयर बेल्टले। त्यति राम्रो त किनेर लगाएको भन्दा यो धेरै नै राम्रो लाग्यो र धेरैजनाले माग गर्नु भएर मैले बनाउँदैछु। यो बनाउने काम जारी छ र अलिकति यो चाहिँ मैले यसो साथीहरूसँग सेयर गरिहालेको। धन्यवाद हजुरहरू सबैजनालाई। हेरिदिनुहोस्, सल्लाह सुझाव र सब्सक्राइब पनि गरिदिनुहोस् भन्दै आज हजुरहरू माझबाट बिदा लिन चाहन्छु। धन्यवाद।